नेपालीहरूको महान चाड बडा दशैंको सुखद अवसरमा देश तथा विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू एवं सङ्घ संस्थाका सम्पूर्ण पथ पदाधिकारी ज्यूहरूमा 2082 साल विजयादशमीको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। अध्यक्ष कुशलता राई, प्रथम उपाध्यक्ष रमेश तुम्बा हाम्थे, सन्तोष राई, अम्बर राई, महिला उपाध्यक्ष शोभा राई, महासचिव खप्पन राई, सचिव पारुहाङ राई, कोषाध्यक्ष दिलेश्वर राई, सह कोषाध्यक्ष सोनी राई, केन्द्रीय कार्य समिति सदस्यहरू रबिन नेम्बाङ, सञ्जीव चेम्जोङ, बिन्दु राई, विशाल सुब्बा, एलिसा लिम्बू, श्याम लिम्बू, पूजा लावती, सन्तोष राई डिआइजी, विश कुमार याखा, राम लिम्बू, आदेश राई, शर्मिला राई, युवा तथा खेलकुद संयोजक नितेश लिम्बू, महिला सांस्कृतिक संयोजक बसन्ती राई, प्रवक्ता अल्बिना राई, प्रमुख संरक्षक याम लिम्बू, संरक्षक गणेश राई एवं विशेष सल्लाहकार तेज राई, नीलू लिम्बू, शोभा देवी राई, रञ्जिता राई, रञ्जिता साम्पाङ राई, संयोजक नेपाल किराँत समाज ओमन। वर्षमा दिनमा लैलै हर्षका दिनै लैलै वर्षमा दिनमा दिनै लैलै दसैँ तिहार चाड बाड खुसीले सारा